साथी गुड मर्निङ, वेलकम माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम आराम छु। हजुरहरूकोतिर चिसो कतिको छ? हाम्रोतिर चाहिँ अस्तिदेखि एकदम बाक्लो उस्वाएर बसेको थियो। अनि आज तेस्रो दिन चाहिँ अलिअलि घाम पनि देखेको छ। मौसम अलि हिजो अस्तिभन्दा चाहिँ सफा भएको छ। हिजोभन्दा चिसो पनि अलि कता कता कम छ। आज चाहिँ घाम लागेको छ, हल्का हल्का मधुरो मधुरो। म हजुरहरूलाई देखाउँछु है त साथीहरू। मैले चाहिँ यो बेलुकीको लागि फ्राई मासुको लागि यो मासु काट्दैछु। मैले यो चाहिँ मासु चाहिँ फर्स्ट टाइम काट्दैछु यसरी। त्यही भएर मलाई यहाँ डर लागिरहेको छ। के बाबु, म चाहिँ हजुरहरूले फ्राई गरेर पनि देखाउँछु। भिडियो अन्त्यसम्म हेर्नु होला साथीहरू। मैले यो मासु रेडी गरेँ। अनि यसको लागि यहाँ 2 चम्चा जति कर्नफ्लोर राख्दैछु। अनि अलिकति थोरै यसलाई राम्रो गराउनको लागि कलर, थोरै अनि थोरै कागती निम्बु, यो एकैछिन भिजाएर राखेपछि यो टाइट हुन्छ अरे, राम्रो हुन्छ अरे। त्यही भएर यसलाई मोलेर राखिदिन्छु अनि त्यसपछि बनाउँछु। अनि फेरि अदुवा लसुनको पेस्ट चाहिँ पछिबाट यसलाई एकैछिन भिज्न दिने। अनि अदुवा लसुनको पेस्टमा मोलेर अनि फ्राई गर्छु। म हजुरहरूलाई देखाउँछु। अनि त्यसको लागि हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ साथीहरू। म यस्तो गरेर यो मोलेर राखिदिन्छु। एकैछिन भिज्छ यो। अनि अदुवा लसुनको पेस्टमा मोलेर अनि बल्ल फ्राई गर्ने साथीहरू। मैले चाहिँ मासु फ्राई गर्न सुरु गरेँ। गाउँको अर्ग्यानिक चुलो दाउरामा पकाएको खानाको स्वाद नै फरक हुन्छ साथीहरू। सबैजनाले हेरेर माया गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। यी साथीहरू देख्न सक्नुहुन्छ, आज चाहिँ हल्का हल्का मधुरो मधुरो घाम लाग्दैछ। अलि हिजो अस्तिभन्दा न्यानो पनि छ है। अलि सफा देखिएको छ, मधुरो मधुरो घाम लागेको छ। आज 3 दिनका दिन घामको मुख देख्न पाइयो। कहिले यही घामले अत्तान्छ, कहिले यही घाम नभएर के गरम बनी हुन्छ साथीहरू, यस्तै हो। अनि अहिले यस्तो घाम लाग्दैछ, कति बेला उसो हुन्छ थाहा नै छैन।